अर्को कार्य हामीले व्यक्तिगत घटना दर्ता अथवा पञ्जीकरण भन्छौँ, जसमा व्यक्तिगत घटना दर्ता पञ्जीकरण अन्तर्गत जन्म, मृत्यु, बसाइसराई, सम्बन्ध विच्छेद कार्यहरू गर्छौँ। जसमा हाम्रो हालसम्म यस अब 82-83 को हिजोको मितिसम्म हाम्रो वाडाबाट जन्म दर्ता पुरुष 40, महिला 30 गरेर 70 जना भएका छन्। त्यसै गरी मृत्यु सङ्ख्या पुरुष 7, महिला 3 गरेर 10 जना भएको छ। त्यसै गरी सम्बन्ध विच्छेद 2 जना, विवाह दर्ता 40 जोडी भएको छ। त्यसै गरी बसाइसरी गएको सङ्ख्या, सरी आएको सङ्ख्या सुन्न छैन। त्यसै गरी बसाइसराई जाने सङ्ख्या 15 घरधुरी गएका छन्। 15 घरधुरी मध्येबाट 45 जना परिवार सङ्ख्या बाहिर गएको अवस्था छ यस 3 वटा कार्यालयबाट। यो रह्यो पञ्जीकरण अथवा व्यक्तिगत घटना दर्ता सम्बन्धी। अर्को कुरो छ राजस्व सङ्कलन। हालसम्म हाम्रो यस 3 नम्बर वटा कार्यालयबाट विभिन्न शीर्षकहरूबाट जम्मा 2,18,078 पैसाको 2,18,078 रुपियाँ हाम्रो राजस्व सङ्कलन भएको छ। जसमा सम्पत्ति करतर्फ 3380 रुपियाँ, भूमि कर मार्फतबाट 7,740 रुपियाँ, कृषि तथा व्यवसाय जन्य करबाट 93,400, सिपारी दस्तुरबाट 72,708, व्यक्तिगत घटनातर्फ 5850, विद्युत सम्बन्धी कर 1500, बहाल कर 2400, नाता पर्यन्त दस्तुर 1700 गरेर जम्मा 2,78,078 रुपियाँ जम्मा भएको छ। जसमा हाम्रो 45,000 रुपियाँ बैंक दाखिला गर्न बाँकी छ। यो महिना भ्याइएपछि बाँकी महिनाको सबै बैंक दाखिला भइसकेको यहाँहरूलाई जानकारी यहाँलाई अवगत गराउन चाहन्छु। त्यस्तै गरी सामाजिक सुरक्षातर्फ मूलतः सामाजिक सुरक्षातर्फ हामीले के गर्छौँ भन्दाखेरि यस वडाबाट अभिलेख दर्ता राख्ने, लगत कायम गर्ने, अर्को लगत कट्टा गर्ने र नवीकरण गर्ने कार्य हामी गर्छौँ। जसमा अहिले पहिलो त्रैमासिकमा ज्येष्ठ नागरिक 147, दलित ज्येष्ठ नागरिक 40, पहिलो त्रैमासिकमा है, ज्येष्ठ नागरिक एकल महिला 21, विधवा 34, पूर्ण अपाङ्गता 6, अति अशक्त अपाङ्गता ख वर्गको 23, दलित बालबालिका 117 जना रहेका छन्। जन्म गरेर पहिलो त्रैमासिकमा जम्मा कायम सङ्ख्या 388 जना रहेको छ। त्यसै गरी दोस्रो त्रैमासिकमा ज्येष्ठ नागरिक 146, ज्येष्ठ नागरिक दलित 44, ज्येष्ठ नागरिक एकल महिला 21, पूर्ण विधवा महिला 34, पूर्ण अपाङ्गता भत्ता खाने 6 जना, अति अशक्त अपाङ्गता 23 जना, दलित बालबालिका 120 गरेर दोस्रो त्रैमासिकमा 394 जना कायम रहेको छ। त्यसै गरी तेस्रो त्रैमासिक भर्खर यसको बैंक खातामा पैसा गएको छ। जसमा ज्येष्ठ नागरिक दलित ज्येष्ठ नागरिक अन्य सामाजिक भत्ता खाने 147, ज्येष्ठ नागरिक दलित 45, ज्येष्ठ नागरिक एकल महिला 21, विधवा 34, पूर्ण अपाङ्गता भत्ता 6, अति अशक्त अपाङ्गता 23, दलित बालबालिका 122 गरेर जम्मा 398 जनाको तेस्रो त्रैमासिकमा कायम भएको छ सामाजिक सुरक्षातर्फ। त्यसै गरी चौथो त्रैमासिक अब असार मसान्तसम्मको लागि अब यिनमा पनि अब पछिबाट कोही मर्ने पनि सक्छन्, बुढाबुढीहरू के हुने यथेष्ट कायम छ। अहिले अनुमानित कति छ भने हाम्रो सिस्टममा ज्येष्ठ नागरिक 147, दलित ज्येष्ठ 47, ज्येष्ठ नागरिक एकल महिला 21, विधवा 34, पूर्ण अपाङ्गता 6, अति अशक्त अपाङ्गता 25, दलित बालबालिका 118 जना गरेर अहिले 398 जना कायम रहेको सङ्ख्या विवरण छ। र अन्तमा खास त मूल कुरा वडा सचिवबाट अथवा वडा कार्यालय 3 नम्बरबाट रहने प्रशासनिक कार्यहरू यो छ भनेपछि अर्को योजनातर्फको अध्यक्षले प्रस्तुत गर्न माफी गरिदिनु प्रस्तुत।
म प्रस्तुत गरिदिन्छु। चालु अब 82-83 नगरपालिका 3टा सरकार छ। अहिले सङ्घीय सरकार एउटा र प्रदेश सरकार र स्थानीय सरकार गरेर स्वीकृति भएका 82-83 स्वीकृति भएका योजना तथा कार्यक्रमहरू जम्मा टोटल सङ्ख्या हाम्रो 44 रहेका छन्। जम्मा टोटल सङ्ख्या 44 रहेको छ भनेपछि जसमा हाम्रो सङ्घीय सरकारको कार्यक्रम यस 3वटा कार्यमा छैन र प्रदेश सरकारको कार्यक्रम 2वटा छन्। एउटा अर्कोले सडक मेसनरी तथा वाल तथा जाली भन्ने छ, त्यो सम्झौता भएको छ। यो टेन्डर मार्फतमा भएको काम सम्पन्न भएको छ, भुक्तानी लिन बाँकी जस्तो देखिन्छ लाग्छ मलाई। के भएको छ त्यसको बारेमा। अर्को चाहिँ पराबी डोबो 2 कोठे पक्की भवन छ, सम्झौता भइसकेको छ र कार्य चालु भइरहेको छ। त्यस्तै गरी नगरपालिकाबाट स्वीकृत योजना तथा कार्यक्रमहरू बाँकी हामीसँग कति 42वटा रहे। 42वटा विभिन्न शीर्षकमा 42वटा छन्। 42वटामा सम्पन्न भएका योजनाहरू 10वटा भएको छन्। अहिले हालसम्म सम्पन्न भएको 10वटा छन्। सम्झौता भई बाँकी 22वटा कार्यहरू तीव्र रूपमा बढिरहेको छ र केही समय पश्चात सम्पन्न भएको पनि हामीलाई आधिकारिक जानकारी आएको छ र प्राविधिक कारणवश प्राविधिकहरू आउन नसकेको कारणले आफ्नो व्यस्तता कारणले रहेको छ र यसमध्येबाट पनि अब तदारुकता साथ अगाडि बढेको छ र यो छिटै सम्पन्न हुने अवस्थामा छन्। अब हाम्रो सम्झौता गर्न बाँकी यिनी हाम्रो 10वटा छन्। 10वटा कस्ता खाले छन् भन्दाखेरि हाम्रो एउटा सुरक्षित नागरिक आवास निर्माणको छ, 5 लाख रुपियाँ बजेट विनियोजन भएको छ। त्यसमा हामीले निवेदन आह्वान गरेका छौँ। उहाँहरूले निवेदन गरेका छौँ र सूची नागरिक आवास कार्यविधि गृह नगरपालिकाले तयार गरेको सूची नागरिक कार्यविधिबाट उहाँहरू मापदण्ड अनुसार पर्नुभयो भने चाहिँ उहाँलाई छनौट गरेर त्यही अनुसार सम्झौता गरेर अगाडि बढाउने कुराकानी छ। त्यस्तै गरी हाम्रो अर्को यो छ सडकहरू छन्। एउटा डोबो सडक छ, बाँगाटा सडक छ, त्यसै विद्यालयको फिल्ड छ। यो के छ भन्दाखेरि हामी टेन्डर आह्वान कोटेसन भइसकेको छ। अब त्यो कोटेसन अब खुलेको छैन। तत्पश्चात यी कार्यहरू पनि अगाडि बढाउने भन्ने छ। बाँकी यिनी हुन्। बाँकी कुरो के छ यसप्रति केही जिज्ञासा हुन्छ? म योजनाहरूको पनि सरस्वती म अगाडि गरिदिन्छु है त। यो कृत्रिम गर्दा के अरे नभाबाट स्वीकृत योजनाहरू कृति गर्भधान तथा व्यवस्थापन भन्ने छ। एउटा हामीले 30,000 रुपियाँ बजेट विनियोजन भएको छ। यसमा यो कृति गर्भधान सम्बन्धी तालिम लिनु भएको हुनाले हामीले वटा नगर पौर शाखामा छ। नगर पौर शाखाबाट समेत कार्यालयलाई पत्रचार गरेको अवस्था छ र त्यसको अब प्रक्रिया अगाडि बढेको छ। कहिलेसम्म हुने आएपछि यसको कार्य छिटै नै हुने जस्तो छ। अर्को गाउँको क्लिनिक डोबो उपकरण खरिद तथा व्यवस्थापन छ। यो 50,000 हामीले उ गरेर चाहिँ एउटा डोबो गाउँ क्लिनिक छ। यो डोबोमा स्वास्थ्य चौकी मार्फत यसो कार्यक्रम अगाडि जान्छ भने नियमित खोप दिने र त्यहाँ उपकरण फर्निचरहरू आदि खरिद गर्नलाई 50,000 भएको छ। सम्झौता भएको छ र सम्पन्न भएको छैन। त्यसै गरी परिचौकी इन्धन तथा व्यवस्थापन 75,000 छ। यसको पनि सम्झौता पनि भएको छैन र सम्पन्न हुने भएको छैन र यो प्रक्रियामा छ। निर्णय गर्छ यो के नीतिगत रूपमा अलि मिल्दो रहन्छ। यो चौकीहरूलाई यसरी इन्धन दिन मिल्दो रहन्छ भनेर एउटा परिपत्र आएपछि यो रोकेछ। यसलाई के गर्न सकिन्छ भन्ने कुरो अब हामी अस्ति त मिटिङ बसेका छौँ। सामान्य यसको के अन्य औजारहरू त्यहाँ कार्य व्यवस्थालाई अन्य केही गर्न सकिन्छ कि भन्ने मनसाय भएको छ हाम्रो वडा समितिबाट। अर्को कुरो छ भने बाँगाटा टिमुरी शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन खर्च 40,000 भएको छ र उहाँहरूले यो सम्झौता गरेर भुक्तानी लिइसक्नु भएको छ, सम्पन्न भइसकेको छ। त्यसै गरी वडा खेलकुद कार्यक्रम 1 लाख रुपियाँ विनियोजन भएको छ। त्यसमा सम्झौता भएको छ। यसमा वडा स्तरीय खेल पनि खेलाइयो। त्यसमा अलिअलि मिडियाबाजी पनि भएको थियो, सरहरूलाई पनि थाहा होला। र बाँकी यो मेयर कप व्यवस्थापन सँगसँगै यसमा एउटा कार्ययोजना मेयर कप व्यवस्थापन गर्ने मेयर कप नभएको हुनाले यो सम्पन्न अवस्था भुक्तानी हुनेछ भन्ने आशा लिएको छु। अर्को छ यो सडक पिटौली पारिश्रमिक 5,79,040 रुपियाँ। हामीसँग कतिजना कामदार थिए? 10 जना थिए। विभिन्न सबै उलाई शाखाहरूलाई सबै बाटोहरूलाई रेखदेख गर्ने बर्खाको समयमा भेलाएको समयलाई यसलाई मर्मसम्मारको लागि नियमित गाडीहरू चल्नु नरोकिनु भन्ने हिसाबले 5,79,040 भएको थियो, विनियोजन भएको थियो। जसमा उहाँले काम भ्याएर पनि
सम्पन्न भइसक्यो, रकम भुक्तानी भइसक्यो अवस्था छ। त्यसरी कालिका मावि फर्निचर निर्माण भनेर हामीले 2 लाख रुपियाँ विनियोजन भएको छ, सम्झौता भएको छ, यसो निर्माण कार्य भएको छैन। त्यस काम भइरहेको छ, सम्पन्न भएको छैन, काम भइरहेछ। त्यसै गरी 50% अनुदानमा उन्नत जातको बोका वितरण 2 लाख रुपियाँ, यसको हाम्रो सम्झौता भएर पनि वितरण गरेर पनि यसो कार्य सम्पन्न भइसकेको छ। त्यसै गरी 50% अनुदानमा मिलिटर खरिद तथा वितरण 3,75,000 छ। यो कोटेसन यसो के कति मात्रामा खरिद गर्न सकिन्छ, कम्पनी सम्बन्धित कम्पनीसँग कोटेसन आवेदन भएको छ। उहाँ नम्बर सर हुनुहुन्छ, सबरी यो कोटेसन आइसकेको होला, यसो सम्पन्न भएको छैन, यो प्रक्रियामा अगाडि छ। त्यसै गरी सडक पिटोली औजार खरिद भनेर अर्को थियो, त्यो हामीले 40,000 रुपियाँ विनियोजन भएको थियो। हामीले पहिले एउटै शीर्षक बनाएको थियो, पछि हिउँदे नगर सभाबाट ब्रेकडाउन गरेर एउटै शीर्षकमा रकम भुक्तानी गर्न गाह्रो हुने भएको हुनाले पछि ब्रेकडाउन गरेर यसको खरिद आदेश भएको छ र यसको भुक्तानी भएको छैन, प्रक्रियामा छ यो होला। त्यसै 50% अनुदानमा बर्खा आलुको बिउ वितरण 1,49,000 रुपियाँ थियो, यो सम्झौता भएर पनि सम्पन्न भइसक्यो। त्यसै गरी 50% अनुदानमा हिउँदे आलुको बिउ थियो 1,50,000, यो पनि सम्झौता भएर सम्पन्न भइसक्यो। त्यसै बाहुखोली चौरखोली सडक विस्तार यो 5 लाख छ, यसको कोटेसन मार्फत हुनेछ, कोटेसन आवेदन भइसकेको छ। अब केही समय लगतै यसो कार्य अगाडि बढ्छ होला। त्यसै सवारी स्वास्थ्य केन्द्र बायाकाटा ठुलाखाली सडक विस्तार 5 लाख रुपियाँ छ, यो पनि सोही कोटेसन मार्फत हुने हो, यो पनि अब छिटै चाँडै नै हुनेछ। त्यसै कुरुले टोल सिँचाइ पाइप खरिद 1 लाख रुपियाँ विनियोजन भएको छ, यसो खरिद आदेश भएको छ, सम्पन्न भएको छ। कसरी भएको छैन भन्दाखेरि 150 प्रति मिटरलाई 150 रुपियाँ भन्यो, अहिले पछाडि विभिन्न कारणले यसको मूल्य वृद्धि हुँदा 195 कति बन्न लाग्यो। त्यसरी यसो पैसा काउन्ट मेकअप गर्न सक्ने नभएर यो अन्धद्वन्द भएर त्यति रोकिएको अवस्था छ। त्यसपछि कालिका खापा सङ्गठन तथा तारबार 50,000 विनियोजन भएको छ, योजना पनि सम्झौता भएको छ र कार्य जारी छ, सम्पन्न भएको छैन। त्यसै चिसाखोली अल्कुरले खापा मर्मत 50,000, यो पनि सम्झौता भएको छ, कार्य जारी छ, सम्पन्न भएको छैन। त्यसै गरी छिपछिपे मुहानदेखि बाहुखोली खापा योजना 50,000, यो सम्झौता भएको छ, कार्य जारी छ, सम्पन्न भएको छैन। पनेरा खानेपानी साउने पानी खापा योजना 1,50,000 हामीले विनियोजन भएको थियो, सम्झौता पश्चात उहाँले कार्य गरेर रकम भुक्तानी भएर सम्पन्न भइसकेको छ। त्यसपछि भगवती आइबी खापा योजना 1,50,000 रुपियाँ छ, सम्झौता भएर पनि यो सम्पन्न भइसकेको छ। त्यसै गरी पराई डोबर शौचालय निर्माण 2 लाख रुपियाँ विनियोजन भएको छ, उहाँ काम तीव्र रूपमा भएर अन्तिम चरणमा होला, उहाँले प्रविधिलाई बोलाउने भन्दै काम भएर भुक्तानी भएको छैन, कार्य चाहिँ सम्पन्न भइसकेको छ। त्यसै गरी प्रावि बथन्डा र घेरबार 1,50,000 रुपियाँ छ, यो पनि उहाँहरूले सम्पन्न गरेर रकम भुक्तानी लिइसक्नुभयो। त्यसै गरी प्रावि बायाकाटा घेरबार 1,50,000 विनियोजन भएको छ, सम्झौता भएको छ, उहाँ कार्य गर्दै हुनुहुन्छ भन्ने छ। त्यहाँ अलि झकझमाउने अवस्था छ, अलि त्यति तदारुकता साथ अगाडि बढेको छैन। त्यसपछि रमाइलो कृषि तथा पशुपालन भवन निर्माण 5 लाख रुपियाँ विनियोजन, उहाँले भर्खरै सम्झौता गर्नुभएको छ, सबै जगसप फाउन्डेसन गरेर सबै स्थानीय औजारहरू सबै फिल्डमा ल्याइसक्नु भएको छ, कार्य बढिरहेको छ र सम्पन्न भएको छैन। त्यो रस्टिक भवन सिटी निर्माण 1,50,000 रुपियाँ छ, यसको कार्य सम्झौता भएर पनि कार्य त भ्याइसकेको छ, प्राविधिक आउन साथ यसको सम्पन्न हुने अवस्थामा छ। त्यसै गरी वडा कार्यालय गेट निर्माण 1 लाख रुपियाँ थियो, हाम्रो यही वडा कार्यालयको गेट हो र यसको सम्झौता भएर कार्य सम्पन्न भएर रकम भुक्तानी भइसकेको अवस्था छ। त्यसै 50% लागत साध्य सूची नागरिक आवास निर्माण हामीले 5 लाख विनियोजन भएको छ, निवेदन सङ्कलन गरेका छौँ। अब यो मापदण्डभित्र परेपछि कार्यविधिले बोले अनुसारको भएपछि व्यक्तिगत छनौट भएपछि उक्त लागेको सम्झौता पश्चात उहाँले कार्य गर्नुहुनेछ भन्ने छ। त्यसै गरी स्वास्थ्य चौकी अधुरो पक्षी निर्माण तथा ट्रस्ट हल निर्माण हाम्रो नजिकको स्वास्थ्य चौकी हो, 5 लाख रुपियाँ विनियोजन भएको थियो, यसको सम्झौता भएर पनि कार्य सम्पन्न भएर रकम भुक्तानी भइसकेको अवस्था छ। त्यसरी 3 नम्बरबाट भित्र विद्युत तार मर्मत तथा बुस कटिङ 2,80,000 रुपियाँ छ, यो हामी साबिक 8-9 को बस्तीलाई मध्यनजर गरेर त्यहाँ बिजुली बत्ती बाल्नको लागि हामीले 2,80,000 रुपियाँ विनियोजन भएको छ। त्यहाँ उपभोक्ता समिति पनि गठन हुन सकेको छैन अझसम्मलाई, अब समय पनि छोटो छ, त्यो हिसाबले त्यो अहिले सम्झौता पनि भएको छैन। उपभोक्ता समिति गठन नभएपछि सम्झौता हुने कुरै होइन, त्यो अवस्था छ। त्यसरी हिले सडक डोबो
डोबो सडक विस्तार यो टेन्डर मार्फत भएको छ, काम गरिरहेछ अहिले, यो सम्पूर्ण भएको छैन। त्यसै गरी प्रावि डोबो फिल्ड निर्माण यो पनि 1 लाख रुपियाँ छ। यो सडक र त्यो फिल्डलाई एकैचोटि कोटेसन मार्फत गर्ने भनेर कोटेसन आह्वान भएको छ, यो सम्पन्न भएको छैन। प्रावि टिमुरे सिलिङ निर्माण 1 लाख रुपियाँ। प्रावि टिमुरे सिलिङ के सम्झौता भएको छ र सिलिङको कार्यक्रम पनि भइसक्यो काम गरेर, प्राविधिक पश्चात यसको सम्पन्न हुने अवस्था छ। काउले सिँचाइ पाइप खरिद 1 लाख रुपियाँ, जहाँ पाइप पनि आइसक्यो, खन्ने पुर्ने काम बाँकी छ। खन्ने पुर्ने काम भएपछि अब यो सम्पन्न हुने अवस्थामा छ। त्यस्तै घारी स्वतः सडक निर्माण 1 लाख रुपियाँ विनियोजन भएको छ, त्यसमा पनि यो कोटेसन मार्फत हुनेछ। कोटेसन आह्वान भएको हुनाले कोटेसन पश्चात यो अगाडि बढ्नेछ कार्य। त्यसरी हिले काफलेटी सडक नाला निर्माण 1 लाख रुपियाँ सम्झौता भएको छ, सम्पन्न भएको छैन। त्यसै गरी कालिका मावि वायरिङ 48,960 यो वायरिङ गरेर भ्याइयो। अब के छ सर, भुक्तानी भएको छैन सर, होइन? भुक्तानी हुन बाँकी छ। त्यसै गरी स्वास्थ्य चौकी धारावन व्यवस्थापन खर्च 50,000 सम्झौता भएको छ, यसको भएको छैन। यसो सबै कार्य भइसकेको छ, भुक्तानी लिन बाँकी होला। त्यसरी कालिका मावि खेलकुद सामग्री खरिद छ, यो पनि 50,000 छ। यो खरिद आदेश केही प्रक्रिया गराएर अगाडि सामान खरिद गर्नुपर्ने भएको होला। सरहरूलाई पनि यहीँ सर हुनुहुन्छ, यसको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु र छिटै सम्पन्नको लागि पनि अनुरोध गर्छु सरलाई, है त सर। ल त्यसै गरी वडाकारले परेरी चौकी प्रावि टिमुरे मावि नादे धारापाण्ड लाइन डाटा विद्युत वायरिङ 1,30,000 रुपियाँ भएको छ। वायरिङ कार्यहरू सबै सम्पन्न भएको छ। अब यसको अब भुक्तानी गर्न बाँकी नै छ। त्यसै लक्ष्मी प्रावि सिमल गएर भित्ते लेखन 20,000 रुपियाँ गरिरहेका छन्। त्यो बालबालिकाहरूलाई, सानो बालबालिकाहरूलाई एबिसिडी क ख के हुन्छ ती गर्नलाई भित्ते 20,000 रुपियाँ छ। यो जो सम्झौता भएको छ नि 20,000 छ, सायद यो बिल बाहिरबाट हुने होला जस्तो लाग्छ। यो छिटै सम्पन्न हुन्छ होला। त्यसै गरी सरस्वती आबी खापा ट्याङ्की निर्माण 75,000 विनियोजन भएको छ। यो निर्माण कार्य तीव्र रूपमा अस्ति नै म त्यहीँ गएको थिएँ, फिल्डमा गएको थिएँ। सबै माल मेटेरियल सबै छ, मिस्त्रीहरू लागेका छन्। अब लगतै सम्पन्न हुने अवस्थामा छ। त्यस्तै बायाकाटा सहरी स्वास्थ्य केन्द्र अद्रो भवन निर्माण 8,50,000 विनियोजन भएको छ, जहाँ अब 2% बाँकी छ अरे। म पनि गएको थिएँ, अब त्यो प्राविधिक स्टिमको कुरो सबै कुरो थाहा छैन। अब 2% बाँकी छ भने चाहिँ अब त्यो झ्यालढोका मात्रै काम छ, थोरै सम्पूर्ण भन्ने अवस्थामा छ। त्यसै गरी हाम्रो एउटा कार्यक्रम के छ भन्दाखेरि यो मुख्यमन्त्री कार्यक्रम हुँदा सीमा धारावनी सिँचाइ कुलो निर्माण भन्ने छ, जहाँ 15 लाख हो। त्यहाँ सम्झौता भइसकेको छ र कार्य सुरु भएको छैन। आजदेखि कार्य गर्ने, अगाडि बढाउने भन्ने कुरो पनि आएको छ र यो सम्पन्न भएको छ। बाँकी हाम्रो मैले भनिसकेँ, हाम्रो यदि 44वटा योजना मध्येमा हाम्रो 42वटा नगरपालिका स्तरीय योजना भए, जसमा 10वटा सम्पन्न भइसके, 22वटा कार्यहरू अगाडि बढिरहेका छन् भने चाहिँ 2वटा योजना प्रदेशका छन्। यी कार्यहरू भइरहेको अवस्था जानकारी गराउँछु। बाँकी केही नबुझेको कुराहरू, केही हामीले सुधार गर्ने पक्षहरू के गर्दा राम्रो हुन्छ, बाँकी सल्लाह सुझावको लागि यहाँहरूलाई तमाम उपस्थित साथीहरूलाई अनुरोध गर्दै अन्त्य गर्छु। हस्त नमस्कार। फेरि मेरो नाम इमाज गरी म यो सङ्घीय सांसदको कुरा गर्न चाहन्छु सर। एउटा यो हाम्रो बाटोहरू स्तर उन्नति नहुनुको कारण के होला, हामीले 79 सालमा हाम्रो सांसद माननीय पुनमहार खड्कालाई जितायौँ। उहाँले के भन्नु भने हामीलाई, मलाई 10 देखि 15,000 मतान्तरले जिताउनुहोस्, म तपाईँहरूलाई अरबौँको बजेट दिन्छु भन्नुभयो कि भन्नुभयो। त्यसपछि हामीले दियौँ पनि, 12-15,000ले जितायौँ। त्यसपछि उहाँको त्यो 3 वर्षको पिरियडमा हामीले एक पैसा पनि देखिनौँ। हामीले देख्यो होला, हामी जनताले देखिनौँ र त्यो बाटोको उन्नति जति थियो त्यो नगरपालिकाले अथवा पोले खन्यो, त्यो जस्ता छन् त्यस्तै छन्। 1 मिटर तलमाथि भएको पनि छैन। र त्यो उहाँले 3 वर्षमा के काम गर्नुभयो र हामीले 15,000 मतले जिताएको त्यो उहाँको त्यो कहाँ गयो, त्यो हाम्रो जनताको त्यो एउटा मासु पठाएको हामी। त्यो उहाँले 15,000 10 देखि 15,000 जिताउनुहोस्, हामीले तपाईँलाई अरबौँको विकास दिन्छौँ भने यही हाम्रो मन्दिर साँची छ यहाँ पल्तिर, त्यहाँ हामीले फुलमाला लगाएका हौँ। त्यही उहाँले भन्नुभयो। त्यो टावरको त कुरै नगर्नु, के हो त्यो उहाँकै हाम्रो फोन लाग्छ, उहाँ नआउनेले त्यो नलाग्ने ठाउँकोले भन्नु होला, त्यो हामीले भन्दैनौँ। हाम्रो फोन लाग्छ, त्यो उहाँले 1 रुपियाँ पनि आएन। त्यो कार्यकर्ताले देखाएको छ भने त्यो अर्कै कुरा हो सर।
कार्यकर्तामा आए पैसा उहाँले खानुभयो, उहाँले देख्नुभयो भने अर्कै कुरा हो। तर हामी त्यो बाटो, यो माथिल्लो बाटो चाहिँ त्यो नगरपालिकाले खनेको छ, त्यो जस्ता तस्तै त्यो 6 मिटर छ कि 5 मिटर छ त्यही छ। तल्लो त्यो अर्को त्यो कति 38 करोड भन्थ्यो, त्यो 38 करोड कहाँबाट आएको के हो त्यो पनि थाहा छैन। त्यहीँदेखि पछि 1 मिटर पनि स्तरमा छैन। त्यसको लागि अब हामीले के गर्नुपर्ने हो त्यसको कुरा पनि अगाडि बढाएको हुन। नमस्कार, तेस्रो प्रश्न सर मेरो। अब के भनेपछि अब मेरो घरमा भन्दा पनि मेरो गाउँमा सर बाँदर आतङ्क अचम्मै छ सर। अब त्यो यदि बाँदर आतङ्क कसैले गरिदियो भने हामी अर्को 5 वर्षसम्म चुनाव भोट हाल्नेछौँ हामी यहाँ। त्यो बाँदर आतङ्क हटाइदियो भने हामी भोट हाल्नेछौँ, नत्र हामी हाल्ने छैनौँ। हामी बस्ने छैनौँ यहाँ। धारा पनि यो हाम्रो घाइते सोधा टोल भन्ने छ, त्यस 8-9 घर कति छौँ सर हामी। मेरो टोलको भन्छु म होइन। यदि त्यो आतङ्क थामिएन भने हामी तल त्यो सारेतिर झर्नु सर, त्यहाँ हामी बस्नेवाला छैनौँ। अब यो नेताले जान्ने हो नि कसले जान्ने भोट पाउने बेलापछि फेरि भन्दाखेरि सर हाम्रो त्यही हो। लगभग 35 देखि 40 मत छ हाम्रो, त्यो सबै त्यही एउटैमा जान्छ फेरि हाम्रो भन्ने हो भने त्यो अन्त जाने नि फेरि। त्यो हेरिदिएन भने त हामी भोलि किन बहिन्छौँ? हामी त गइजान्यौँ, साह्रै धैर्जान्यौँ, साह्रै सबैको छ हाम्रो। त्यो जति हामी लगभग घर परिवारै 7-8 घर हामी खत्री परिवारै छौँ, भाइ घरैकै हामी सन्तान। त्यो हाम्रो तलतिर पनि छन्, हामी गइजान्यौँ। त्यो कहिले भोट पाउने हो र हामीलाई भोट जिताउने हो भनेपछि हाम्रो भालो नियन्त्रण गर्नु पऱ्यो। राति पनि बसाइ सुताइ छैन सर। भालो तपाईँ मकै उम्रियो भने साउनदेखि तपाईँ साउन भदौ 35-40 दिन के 2 महिना हामी बारीमै मकै कटेर हालेर उयो बस्नुपर्छ। त्यो नियन्त्रण पनि केही गर्दैन हुन हाते अनुरोध गर्दछु र अब त्योभन्दा अब के भन्नु सर। म कालिका मावि नाजु धारापानीको प्रवक्ता दलबार खत्री। अनि चाहिँ हाम्रो कालिका माविमा चाहिँ अब शिक्षक दरबन्दीको अभाव छ। अब विषयगत शिक्षक दरबन्दी र अब विद्यार्थी सङ्ख्या अनुसारको शिक्षक दरबन्दीको पनि अभाव छ। अनि चाहिँ संरचनाहरू पनि जीर्ण छन्। ती संरचनाहरूलाई चाहिँ अब पक्की बनाउनलाई अब स्थानीय सरकारदेखि लिएर अब प्रदेश र सङ्घ सरकार सबैको चाहिँ ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्न चाहन्छु। यही नै हो समस्या चाहिँ छ। अब पहल गर्दैन दरबन्दी, शिक्षक दरबन्दी र चाहिँ अब संरचनाहरू जीर्ण भएकोलाई चाहिँ अब पक्की बनाइदिन, व्यवस्थित बनाइदिन चाहिँ स्थानीय सरकारदेखि लिएर प्रदेश सङ्घ सरकारसम्म अनुरोध छ। धन्यवाद। नमस्कार सर, मेरो नाम सरिता ओली। मैले यहाँ स्वास्थ्यमाथि काम गरेको, हाम्रो पैसा हामीले परिश्रम गरेको पैसा हामीले पाएका छैनौँ। अहिले 74-75 सालदेखि हो क्या त्यो स्वास्थ्य सुरु भएको। के गरे सबै हामीले ढुङ्गाका चट्टाहरू अनि के गरे खच्चरसँग बालुवा बोक्यौँ, कोटादेखि सिमेन्टका कट्ठा बोक्यौँ, पानीका जर्किनहरू घर घर। अहिले पानी पहिला पानी थिएन, अहिले घर घरमै पानी छ। पहिला यता सोता खोलादेखि बोकिन हामीहरूले त्यत्रो भवन बनायौँ, कोही अलिअलि आर्थिक पनि दियौँ। के गरे हाम्रो अलिअलि आर्थिक पनि ठकिएर हामीले काम गरेको परिश्रमको पैसा हामीले पाएका छैनौँ। अगाडि पैसा हामीले अगाडि काम गरेको ठेकेदारले छोडिसक्यो, त्योदेखि पछाडि हामी काम गर्न सुरु दिन्नौँ। हामीहरूको पैसा हामीले जसरी भए पनि पाउनुपर्छ, नत्र यो काम हामी चालक गरेर दिन्न भन्दाखेरि अध्यक्ष, यहाँबाट अध्यक्ष, वडाको अध्यक्ष गएर त्यो पैसा तिमीहरूको 1 रुपियाँ ठग्न दिन्न, म जसरी भए पनि त्यसको धरोटी भएर भए पनि तिमीहरूलाई पूर्ति गरिदिन्छु र यो काम तिमीहरूले यतिकै छोड्न दिनुहुन्न। तिमीहरूको 1 रुपियाँको परिश्रमको पैसा हामी खान्नु भएन। अध्यक्षहरू जानुभयो, अध्यक्षहरूलाई हाम्रो पैसा किन निकालिदिनु भएन? अहिले धरोटीको पैसा पहिला दिन्छु भनेर किन दिन सक्नु भएन भन्दाखेरि धरोटीको पैसा तिमीहरूलाई दिने पैसा हो, टुटे फुटेकोमा हाल्ने पैसा हो भन्नुभयो। हामीलाई पहिला थाहै थिएन टुटे फुटेकोमा चाहिन्छ यो पैसा भनेर। हामीले हुन पनि होला भनेर काम गऱ्यौँ। भवन बनिसक्यो, हेर्न जानुहोस्, पुरै भवन भइसक्यो, उद्घाटन गर्न सकिएको छैन। त्यो भवनमा हामी गर्न दिन्नौँ भनेर बाजी यहाँ ओडामा आइकन कुरा राख्छौँ, त्यो उद्घाटन गर्ने भन्ने कुरा आउँछ, त्यत्तिकै समाप्त हुन्छ। अनि हाम्रो परिश्रमको पैसा हामीले कति पाएका छैनौँ र हामीहरूले अलिकति आर्थिक स्रोतहरू पनि सहयोग गरेका हौँ। अब ढलान यो ढलान हुन देऊ, अलिअलि पैसा पनि सहयोग गर, यो ढलानपछि पैसा आउँछ, त्यसपछि तिमीहरूले हालेको पैसा पनि हामी दिन्छौँ भनिकन भन्यो। अनि त्यो पैसा पनि हामीले पाएका छैनौँ। त्यही हामीले जसरी भए पनि पाउनु पर्यो हाम्रो परिश्रमको पैसा।
यहाँबाट म बारी जान्छ पहिरो जान्छ म रोड अहिले खन्न दिन्न भन्न भन्दाखेरि नै तेरो बारीसम्मको रोड हामी वालहरू दिन्छौँ जालीहरू दिन्छौँ पुरा तेरो बारी पुरा रोड जालीहरू दिन्छौँ भनिकन भने अहिले जालीहरू त्यहाँ पुरा भएन बारीहरू खसिरह जबरजस्ती रोड खनेका कारणले सासु आमाको हातै भाँच्यो हात बाँध्दाखेरि यता सदस्यको घरसम्म रोड पुर्याउनका लागि हो त्यहाँसम्म रोड हालेको अनि यही सदस्यहरू को मिलेर सासु आमाको हातको उपचार चाहिँ गरिदिए त्यो रोडको अझ त्यो बारीमाथि वाल पुरा भएको छैन हाम्रो त्यहाँ पनि वालहरू दिने जालीहरू पुरा गरिदिनु पऱ्यो पहिला भनिसकेपछि पछाडि आफ्नो त मागहरू पुरा गर्नु पऱ्यो त हामीले त अब त्यही रोडका आशले दियौँ अहिले बारी भ्याइन लाग्यो हामीलाई अझ वालहरू पुरा भएको छैन नमस्कार यो खास गरी तपाईँको यो जनप्रतिनिधि अधिवेशनमा मेरो नाम नरेन्द्र खत्री जनप्रतिनिधिले राम्रो काम गर्नु भएको छ खास गरी यस्तै गरी सार्वजनिक सुनाइ गर्न पाउने सुन्न पाएकोमा एकदम म खुसी छौँ यस्तै गरी तपाईँ जनप्रतिनिधि 3 महिनामा जनतालाई हामीले यो काम गऱ्यौँ यहाँ हामीले बजेट छुट्यायौँ भनेर उहाँहरूले जानकारी बनाइदिनु भने अझै राम्रो होला र यो प्राविधिकहरू लाइनमा पनि अलिकति दुःख दिने प्रविधि भएको छ जनताको तपाईँको यो उपभोक्ता समितिलाई अलि तपाईँको चाहिँ कार्यक्षेत्रमा नआउने काम एकातिर भयो भने तपाईँ पैसा कटौती गर्ने त्यस्ता खालको कामहरू भइरहेको छ यसलाई अलिकति चाहिँ मेरो सुझाव सल्लाह हो र यिनी ठुल्ठुला योजनाहरूमा पनि तपाईँ चाहिँ अब 15 लाखको कुरा आयो यहाँ पहिला तालिमको कुरा पनि चलिरहेको थियो भन्दा अगाडि 3 लाख कतिको यसको कुरा पनि तपाईँ 14-15 दिनमा कतिमा भ्याइयो मैले पनि बिचमा छलाएको एउटा कार्यालय गेट निर्माण स्वास्थ्य चौकी अधुरो प्रतीक्षालय गराएको थियो यसको पैसा कटौती भयो काम तपाईँले यो सम्पूर्ण काम गर्नु भएन भनेर त्यही पनि मैले स्वीकारेँ आएर फिल्डमा प्राविधिकले सिकाउने अनि सिकाए बापत तपाईँ चाहिँ उताले काम गर्न सजी गर्नुहुन्थ्यो त्यो सजी गर्नुको अलिकति वातावरण हुन सकेन त्यही भएर मेरा भनाइहरू हेराख्दै मेरा 2टा जो योजना मैले काम गरेका थिएँ यस्तै गरी यहाँका ठुल्ठुला योजना पनि यस्तै गरी मूल्याङ्कन हुन पाउन् मेरो जस्तो पैसा कटौती भयो काम गर्न सक्नु भएन भनेर वडा कार्यालय गेट निर्माण 1 लाख थियो 5 लाख माथि अधुरो प्रतीक्षालय निर्माण थियो यसमा अलिकति दुःख पाएको अवस्था भयो मलाई प्राविधिकले अब यति एङ्गल हाल्ने यति उ गर्ने यसरी गराउने उसरी गराउने भन्नुभयो तर भनेअनुसार काम गरेँ त्यही पनि भएन भन्नुभयो ठिकै छ त्यो पनि म खुसी भएर पैसा ल्याएँ अनि यो 15 लाखको तपाईँ चाहिँ जस्तो यो बेरोजगारीले काम गर्छन् बेरोजगारीले पनि तपाईँ चाहिँ आफ्नो ध्यान केन्द्रित भएर तपाईँ चाहिँ यति योजना छ यति बराबरको हाजिरी लगायो भनेर पैसा भुक्तानी भयो भने राम्रो हुनेछ अनि हाजिरी बनाउने अनि 50 दिन काम गराउने 100 दिनको हाजिरी भरेर पैसा निकाल्ने प्रविधि हो भने त्यही अनुसारको तपाईँ हामीलाई जानकारी हुनु पऱ्यो अब हामीलाई दुःख दिन हुने प्राविधिकले अब ठुल्ठुलो योजनाहरू नहुने अब यो बाइकारा शहरी स्वास्थ्य केन्द्र पनि 10 लाख कति छ यसको पनि प्रक्रिया त्यही ढङ्गले मेरो योजना तपाईँ चाहिँ पास भए जस्तो गरी हुन पऱ्यो भन्ने मेरो माग हो सर अरू त त्यस्तो खासै छैन जनप्रतिनिधिले राम्रै काम गर्नु भएको छ अहिलेसम्म वडा अध्यक्षबाट पनि केही काम रोकहार भएको छैन जनताको यिन चाहिँ कामहरूमा यो पञ्जीकरणहरू यो तपाईँ यो त्यो रोगहरू सिफारिसहरूमा कुनै तपाईँ रात दिन खटेर बिहान गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म अलिकति यो प्राविधिक लाइनमा यो के भएको छ सर धेरै पटक मैले दुःख पाइसकेँ पोहोर साल पनि त्यस्तै भएको थियो अनि फिल्डमा आएर चाहिँ जनतालाई सिकाउने अनि त्यही अनुसार काम गर्ने प्रविधि ल्याउने इङ्ग्लिसबाट तपाईँ चाहिँ त्यो इस्टिमेट बनाउने सोझा साझा जनताले हामीले त्यो पढ्न लेख्न जानेका छैनौँ यो भएन ऊ भएन यो भएन भन्ने दुःख दिने पटक पटक तपाईँ चाहिँ बालबच्चासँग तल जान पर्ने रकम निराशा गर्न पर्ने त्यो खर्चै खर्चमा सकभर नेपालीमा तपाईँ यहाँका हाम्रा नपढे लेखे जनताहरूलाई नेपालीमा तपाईँ इस्टिमेट बनाइदिनु भन्दा त्यो हाम्रो कार्यविधिले भ्याउँदैन भनेर पनि भन्नुभएको अवस्था छ त्यही भएर सर यही भन्न चाहेँ मैले मेरा भनाइहरू यहाँ टुङ्ग्याउने आउनु छैन बिग्रियो भने पनि 1 हप्तासम्म आउनुहुन्न फेरि त्योको लागि के गर्ने अनि त्यो समस्या समाधान त हुनु पऱ्यो त्यसको अनि त्यसको लागि अब हामीले अगाडि बढाइदिनु होला केही कुराहरू अब त्यसको के गर्ने समस्या समाधानको लागि अगाडि बढाइदिनु अनुरोध गर्छु म त्यो बाटोको विषयमा के कुरा गर्न चाहन्छु भने
अठहत्तरतिर हो क्या 78मा हो। त्यो बाटो चाहिँ 5 लाख रुपियाँ वडा कार्यालयबाट बाटोको लागि बजेट छुट्याएको थियो। त्यसपछि हामी चाहिँ त्यो बाटोलाई माथि हाम्रो त्यो जेठाम घरदेखि पल्तिर त्यो कृष्णबहादुर खत्रीको घरदेखि पल्तिरबाट बलजित बस्नेतको जग्गाबाट हुँदै त्यसरी चाहिँ प्राविधिकले इस्टिमेट गरेर त्यो बाटो चाहिँ लैजाने क्रममा हाम्रो घरमा होइन कि सबै टोललाई भ्याउने गरेर त्यो बाटो लिने भनेर इस्टिमेट भयो। इस्टिमेट हुँदा या आवाज कोही जग्गा गयो केही गयो भन्ने भयो। पछि हामीले सम्झौता के गर्यौँ भने ठिक छ जग्गा जान्छ भने वाल लगाइदिउँला भनेर एउटा सम्झौता गऱ्यौँ। त्यो सम्झौता गरे बापत वडा कार्यालयबाट 2 लाख रुपियाँ छुट्याएर 2 ठाउँमा वाल लगाउने काम पनि भयो। त्यसपछि तपाईँको 72 को बाढी पहिरोले त्यो वाललाई भत्काएर लग्यो। अहिले खासै क्षति भएको अवस्था त छैन, तर चाहिँ वाल चाहिँ छैन। फेरि त्यो छुट्याइएको हो, त्यो वाल पनि लगाइयो, तर चाहिँ वालको अवस्था अहिले त्यहाँ छैन। अब त्यो प्राविधिक इस्टिमेट अनुसारको काम नभएर हो कि बाढी पहिरोले फालेको त्यो हामी भन्न सक्दैनौँ। अब त्यो कस्तो थियो, त्यो वाल राम्रोसँग इस्टिमेट अनुसार नभएको हो कि इस्टिमेट अनुसार भएर पनि त्यो बाढी पहिरोले फाले हो कि के हो, त्यो काम चाहिँ सम्पन्न भइसक्यो। अहिले खासै त्यस्तो ठिक छ। बाटो चाहिँ दिनुभयो, उहाँहरूलाई धेरै धन्यवाद छ। थोरै जग्गा काटेर भए पनि जस्तो बलजित बस्नेत, हरिकला ओली, कृष्णबहादुर ओली, त्यसपछि बुन्दमान ओली, भीमराम ओली, उहाँ बिचरा बिताएर जानुभयो, उहाँकै नाम गर्नु पऱ्यो खास, उहाँकै जग्गा भीमराम ओली। त्यसपछि पूर्णबहादुर खत्री, धनबहादुर खत्री, सबैको जग्गा काटिएर त्यो बाटो भएको। कसैले चाहिँ ठिक छ उहाँहरूलाई चाहिँ हामीले चाहिँ बाटो चाहिँ लिने पछि चाहिँ सम्झौता गरे बाबत काम नगरे पनि होइन, काम गरियो, तर चाहिँ बाढी पहिरोले फेरि फाल्यो। ठिक छ, अब आउँदो क्रममा कोही चाहिँ वाल जाली केही लगाएर चाहिँ बाटो पनि बनाउने अनि जग्गा पनि रोक्ने त्यो हामी गर्न सक्छौँ। त्यसमा चाहिँ म यही भन्न चाहन्छु। हस्, नमस्कार। कार्यक्रम सञ्चालकज्यू, बुर्बाकोट नगरपालिका 3 नम्बर वडा कार्यालयको आयोजनामा र गङ्गामाला मिडिया प्रणालीको सहजीकरणमा वडा स्तरीय सार्वजनिक सुनाइ कार्यक्रममा उपस्थित सदस्यज्यूहरू, वडा सचिवज्यू, स्वास्थ्य चौकी धारापानीका प्रमुखज्यू, कालिका मावि नादिका प्रज्यू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, बुर्बाकोट नगरपालिका कृषि शाखाका शाखा प्रमुखज्यू र यो कार्यक्रमलाई सहजीकरण गर्नुहुने सम्पूर्ण मिडिया मित्रहरू र आजको यो सार्वजनिक सुनाइ कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्ण आम दाजुभाइ दिदीबहिनी सबैमा बुर्बाकोट नगरपालिका वडा नम्बर 3 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई स्वागत तथा यहाँहरूप्रति मेरो हार्दिक नमस्कार ज्ञापन गर्न चाहन्छु। नमस्कार। सर्वप्रथम आज यो सार्वजनिक सुनाइ कार्यक्रममा प्रश्न राख्नुहुने र जिज्ञासा राख्नुहुने सबै प्रश्नकर्ता दिदीबहिनी दाजुभाइहरूप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरूले हामीले 3 नम्बर वडा कार्यालयबाट सेवा प्रवाह गर्दाखेरि जुन प्रकारको शैलीमा हामीले काम गऱ्यौँ, जुन प्रतिबद्धताहरू व्यक्त गऱ्यौँ, त्यो अनुसार काम कति भए कति भएनन्, कति कुराहरू पुरा भए भएनन् भन्ने जस्ता कुराहरूमा जिज्ञासा राख्नुभएको छ। फेरि पनि यहाँहरूलाई म धन्यवाद भन्न चाहन्छु। मैले अन्य कुराहरूलाई नगरेरै विषयवस्तुमै आधारित यहाँहरूका प्रश्नहरूलाई मैले आफूले चाहिने भ्याएसम्मको जवाब दिने प्रयास गर्नेछु र कतिपय कुराहरू प्रश्नहरू अलिकति हाम्रो क्षमताभन्दा पनि बाहिरका कुराहरू छन्, कतिपय नगरपालिकासँग सम्बन्धित कुराहरू छन् र कतिपय अलिक बाहिरसँग पनि सम्बन्धित प्रश्नहरू छन्। यो प्रश्नहरूलाई हाम्रो मिडियाकर्मी मित्रहरूले सम्बन्धित निकायमा पनि यसलाई चाहिँ पुर्याइदिनु हुनेछ भन्ने कुराहरू मैले चाहिँ व्यक्त गर्न चाहन्छु। र सुरुमा मैले यो सरिता बहिनीको प्रश्नको सवालमा जो स्वास्थ्य चौकी निर्माणको सन्दर्भमा कुराहरू धेरै कुराहरू उहाँहरूले हामीसँग पनि राख्नु भएको छ
र हाम्रो वडा कार्यालयमा पनि उहाँहरूले पटक पटक यो गुनासोहरू लिएर आउनु भएको थियो र हामीले पनि त्यो कुरालाई सम्बन्धित निकायसँग पनि हामीले पुर्याएका छौँ र जो उहाँहरूले काम गरेको जो पारिश्रमिक कुराहरू छ त्यो पारिश्रमिक तपाईँको ठेकेदारले उहाँहरूलाई नदिइसकेपछि ठगिसकेपछि अझ तपाईँको त्यति मात्र होइन कि उहाँहरूले आफ्नो नगद पैसा पनि ठेकेदारलाई विश्वास गरेर दिनुभयो र तर पनि अन्तिममा चाहिँ भुक्तानी गर्दाखेरि उहाँहरूलाई त्यो भुक्तानी गरेन। त्यो ठेकेदार एउटा श्री केसी भन्ने एउटा ठेकेदार साहब हुनुहुँदो रहेछ, उहाँसँग पनि हाम्रो भेट भयो। पछि सम्बन्धित कार्यालयको कार्यालय प्रमुख अमरबहादुर थापा सर हुनुहुन्थ्यो, त्यो हाम्रो भवन उसको सर हुनुहुन्थ्यो, उहाँसँग बसेर हामीले उहाँसँग के कुराहरू चाहिँ त्यो स्वयं तपाईँको यदि त्यो पैसा ठगेमा यदि चाहिँ त्यो उसको ढौटी रकमबाट पनि चाहिँ हामी चाहिँ भुक्तानी गराउँछौँ भन्ने कुराहरू स्वयं म बोलेको होइन, हाम्रो चाहिँ त्यो कार्यालय प्रमुख नै बोल्नु भएको थियो। र त्योमा चाहिँ हामीले तपाईँहरूले त्यो सहित यदि चाहिँ उहाँहरूको पैसा ठगिएपछि उहाँहरूको चाहिँ त्यो ढौटी रकमबाटै भए पनि त उहाँहरूको भुक्तानी हुनुपर्छ भनेर हामी बोलेका थियौँ र त्यो हुन्छ भन्ने कुरा पनि भएको थियो। र पछि भुक्तानी गर्ने क्रममा र उहाँहरूले त्यो भुक्तानी गर्ने क्रममा के भयो भने तपाईँले चाहिँ अब पछि फेरि हामी त्यति कन्ट्याक्टमा पनि भएन, पछि कन्ट्याक्टमा भएन तपाईँ त्यसपछि उहाँहरूको पैसा फेरि पनि पैसा ठगियो। त्यो गर्ने बेला मैले के भने तपाईँहरूले सबै सम्पूर्ण कामदारहरूले तपाईँ एउटा निवेदन वडा कार्यालयमा ल्याउनुहोस्। वडा कार्यालयमा निवेदन ल्याइसकेपछि त्यो सम्बन्धित वडा त्यो निवेदनलाई सहित हामीले राखेर एउटा चाहिँ त्यो सम्बन्धित निकायमा हामीले चाहिँ एउटा चाहिँ मुद्दा चाहिँ त्यो अगाडि बढाइदिन्छौँ, एउटा प्रक्रिया अगाडि बढाइदिन्छौँ भन्ने कुरामा पनि अलिक उहाँहरू अलिक पछि पर्नुभयो। त्यो कुरामा पनि अलिक उहाँहरू त्यो अलिक खट्न सक्नु भएन त्यतिखेर। र पछि पनि फेरि पछिल्लो चरणमा जो उद्घाटन गर्ने सवालको कुरा थियो त्यो पनि हामीले के भने उद्घाटन गरौँ भन्ने कुरामा मैले पनि बोलेको छु। त्यो सम्बन्धित प्रेम सर हुन्छ हाम्रो स्वास्थ्यको प्रमुख, यदि चाहिँ कामदारले चाहिँ काम पैसा नपाएको अवस्था छ यहाँ, यदि भोलि बिहान उद्घाटन गर्ने सन्दर्भमा यहाँ त तपाईँहरू उहाँले फेरि बवाल गरिदिएपछि अलिक वातावरण असर हुन्छ कि अनि यसलाई चाहिँ अलिकति पछि नै राखौँ। अब ठिक छ, काम सेवा सुचारू भइरहेको छ, अहिले चाहिँ तपाईँ चाहिँ यसलाई चाहिँ पछि चाहिँ गरौँला भन्ने ढङ्गले नै हामीले त्यसरी चाहिँ सोचे हो। र उहाँहरूको चाहिँ भावना र मर्मलाई पुल्चेर हामीले त्यहाँ जबरजस्ती होइन, हामी यसरी गर्छौँ, अहिले भुटानी गरिहाल्छौँ, तपाईँको पैसा पाउनुहोस् या नपाउनुहोस् भन्ने ढङ्गले हामीले त्यो सोचे होइन। यहाँहरूलाई त्यो नलागोस्, हामीले पनि तपाईँहरूले चाहिँ त्यो ज्याला जुन दुःख गर्नुभएको छ त्यो ज्याला जो पाउनु भएको छैन उहाँ पनि हाम्रो दुःख छ। वास्तवमा तपाईँ ज्याला परिश्रम गरेपछि ज्याला पाउनुपर्छ भन्ने कुरा हाम्रो पनि त्यो मान्यता छ। र अझै पनि हामीले चाहिँ हाम्रो तहबाट गर्नुपर्ने के कुराहरू छ त्यो कुराहरू हामी गर्नु तयार छौँ। म यो कुरामा अब यही नै उहाँलाई मैले त्यो गर्न चाहेँ। र यो यही सहीसँग उहाँको चाहिँ यो सदस्यले जवाब दिइसक्नु भएको छ। तैपनि मैले उहाँसँग जोडिएको कुरा हुनाले त्यतिखेर उहाँ जनप्रति हुनुहुन्थेन पूर्णजी, अहिले पछिल्लो चरण जनप्रति हुनुभयो, त्यतिखेर चाहिँ हुनुहुन्थेन। त्यही बेला हामीले नै त्यो बाटो चाहिँ तपाईँ चाहिँ त्यहाँसम्म त्यहाँको बस्तीलाई मध्यनजर गर्दै हामीले त्यो बस्तीको लागि त्यहाँ बाटो आवश्यक छ भन्ने कुरा बस्तीको माग आइसकेपछि हामीले बाटो पहल गऱ्यौँ। बाटो खन्ने क्रममा नानीको चाहिँ त्यो जग्गाबाट जाने स्थिति बन्यो। बन्दाखेरि तपाईँ चाहिँ हामीले त्यो प्रतिबद्धता जारी गरेकै कुरा हो। यदि ठिक छ तपाईँ चाहिँ हामी त्यो वालहरू लगाइदिन्छौँ भन्ने कुराहरू भयो। अनि त्यो वाल लगाउन हामी बजेट पनि विनियोजन गऱ्यौँ। र प्राविधिक दृष्टिकोणले के हो तपाईँ चाहिँ त्यो धेरै माथिसम्म लाउन मिल्दो रहेछ। त्यो वाल जति तपाईँको कतिको त्यसको बिचसम्म मात्रै लाउन मिल्दो रहेछ, अनि बाँकी चाहिँ तपाईँको अलिक माथिसम्म लाउँदाखेरि त्यो सबै फेरि पनि फाल्न सक्ने स्थिति भएको हुनाले त्यो चाहिँ लाउन सकिएन। र बाँकी हामी 2 ठाउँमा वाल लगायौँ। र तैपनि म के पनि भन्न चाहन्छु, यदि चाहिँ अहिले पनि तपाईँको त्यो एकदम जोखिम छ, माथिबाट सबै कुराहरू आउन सक्छ भने आगामी वर्षबाट पनि हामी चाहिँ त्यो व्यवस्थापन गर्न सक्ने कुराहरू छँदैछ। यो कुरा तपाईँले तपाईँको यो योजना छनौटको जुन प्रक्रिया छ त्योमा तपाईँको आफ्नो टोलमा त्यो कुरा राख्नुहोस्, अनि त्यहाँबाट अनुमोदन गराएर यहाँ हाम्रो वडामा ल्याउनुहोस्। हामी सूचित गराएर त्यसलाई पनि हामीले प्रक्रियामा लैजाने कुराहरू म यहाँलाई त्यो जानकारी दिन चाहन्छु। र अर्को जो यामाजीले कुरा उठाउनु भएको छ यो चाहिँ यो बत्तीको कुरा यो तपाईँले मात्र हामीले पनि पटक तपाईँलाई मैले यो जरेको शाखासँग पनि तपाईँको यो समन्वय गरिरहेको छु। मैले बत्तीको रिडिङ गर्ने कुराहरू तपाईँको 3 वर्ष भइसक्यो, उपभोक्ताले तपाईँको बत्तीको बिल तिरेको छैन। पछि एकैचोटि आएर तपाईँ ठुलो परिमाणमा त्यो रकम भयो भने मान्छेले उपभोक्ता दुःख मान्छ, किनभने अहिले तपाईँको 200-300 भयो भने तपाईँ दुःख मान्दैन। पछि एकैचोटि तपाईँको 3-4 हजार रुपियाँ भइदियो भनेपछि अलिक बिल तिर्दाखेरि समस्या हुन्छ भन्ने ढङ्गले मैले त्यो कार्य प्रमुखसम्म कुरा राखेको छु। हामी छिटै गर्छौँ सर भन्ने कुरा छ। र सरले भने जस्तै समस्या पनि हुँदो रहेछ। हाम्रो कस्तो छ भने तपाईँ एउटाको नाममा चाहिँ त्यो बत्ती यो मिटर जोडेको छ,
तर त्यो उसको नाममा छैन त्यो मिटर, अर्कोको नाममा मिटर छ। कतिपय फाइलहरू त्यस्तो पनि तपाईँको चाहिँ गोडा भएको छ नि। त्यो भए हुनाले यसको लागि चाहिँ सम्बन्धित निकायसँग बसेर अलिकति छलफल गर्नुपर्ने देखिन्छ। यो हामीले पनि त्यो तपाईँको प्रश्न जस्तै हाम्रो पनि प्रश्न हो यो होइन। त्यो हुनाले चाहिँ अब यसलाई यसरी बुझौँ र तपाईँकै प्रश्नमा तपाईँ चाहिँ यो बाटोको स्तर उन्नतिको कुराहरू यो अहिले चाहिँ त्यो के यो हाम्रो पनि अलिक पहुँचभन्दा बाहिर कुरा हो, सङ्घीय सरकारको गरेको कुराहरू होइन। योमा चाहिँ त्यो पहिलो चरणमा के हो भने यो बुढेचौर धारापानी सडकलाई भनेर हामीले जुन योजना प्रस्ताव गर्दाखेरि के भयो भने तपाईँ त्यतिखेर चाहिँ यो ठेक्का तपाईँ हस्तान्तरण भएको थिएन। यो नभइसकेपछि तपाईँ यही बाटोमा तपाईँ पैसा हाल्न चाहिँ अप्ठ्यारो पर्दो रहेछ, किनभने तपाईँको त्यो ठेक्का फाइल नभइसकेपछि फेरि अर्को पैसा त्यसमा हाल्न मिल्दो रहेछ। त्यो भएनाले हामीले के भन्यो भने तपाईँको तल धारापानी खोलालाई 0 पोइन्ट मानेर त्यहाँबाट तपाईँको चाहिँ यसरी चाहिँ फेरि चाहिँ पैसा हाल्नु पऱ्यो भने त्यो त्यसै बजेट हाल्ने माग गरिसकेपछि तपाईँ 4 करोड पैसा त्यहाँ पऱ्यो, तलबाट पऱ्यो त्यतिखेर। अनि चाहिँ तपाईँहरू यो धारापानीको चाहिँ यो माथि अलि कहाँसम्म सिमदेखि माथिसम्म आएको छ, त्यतिखेर चाहिँ त्यो बाटो त्यो पैसाले त्यतिखेर बाटो बनेको त्यो त्यताको त्यो सङ्घीय पैसाले। र पछिल्लो चरणमा सङ्घीय बजेटको त हामीले नाम देखेका छैनौँ, हाम्रो वडामा आएकै पनि छैन त्यो कुरा भयो। र चाहिँ तपाईँ चाहिँ यो वन्यजन्तुको प्रकोप यो चाहिँ तपाईँको यसलाई के भन्नु तपाईँ पहिला यस्तो हुँदैन थियो। किन हो यो जलवायु परिवर्तन भन्छ अथवा के हो होइन, यसले गर्दा पनि तपाईँ चाहिँ सबै कुराको चाहिँ तपाईँको अहिले नभएको चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ त्यो वन्यजन्तु प्रकोप पनि भएको छ। बन्यौल भन्ने कुरा हाम्रो ठाउँमा यो पाहाडमा तपाईँ बन्यौल भने पहिला देखिन थियो, अहिले तपाईँको बन्यौलको यति बिगी छ हेर्नुहोस्, एकदम चाहिँ तपाईँ चाहिँ चाहिँ उ बनाएको छ। अब हामीले जब तपाईँ चाहिँ अब यो वन्यलाई नियन्त्रण गर्न पनि तपाईँ चाहिँ अब मार्न पनि नपाइने होइन। अनि त्यो हरेक कुरा त कानुनी व्यवस्था छ नि त, वन्यजन्तुलाई पनि त मार्न पाइने हरेक कुराहरू त्यो छ। त्यो भावनाले चाहिँ तपाईँ यो वन्यजन्तुको चाहिँ यो प्रकोप छ, यसलाई चाहिँ तपाईँ न्यूनीकरण गर्नुको निम्ति अब त्यही हो तपाईँ हामीले अब पुरै गर्नुपर्ने स्थिति देखिन्छ। त्यसलाई धपाउने कसरी हो त्यही देखिन्छ, त्यसलाई यस्तो त्यस्तो ठोस कार्ययोजना बनाउनु हामीले पनि नसक्ने होइन। त्यो भावनाले यसलाई चाहिँ अब सम्बन्धित निकायमा अहिले ध्यान आकर्षण गराउँला यसलाई, त्यो त्यही कुराहरू हो यो होइन, त्यही गर्न सकिन्छ। अनि नरेन्द्रजीले जुन प्रश्नहरू गर्नुभएको छ यो सार्वजनिक सुनाएको यो वास्तवमा हामीलाई लागेको कुरा हो। जस्तै तपाईँ आज 9 वर्षपछि हाम्रो कार्यकाल सिद्धिन लगभग 10 महिना बाँकी छ र यो अवधिमा हामीले पहिलोचोटि यो अभ्यास गरेका छौँ हामीले। किनभने यो अभ्यास गर्दा यदि हामीले पहिल्यै वर्षदेखि गरेको भए कति राम्रो हुन्थ्यो होला होइन। जनताको गुनासोहरू आउँथे, हामीलाई पनि तपाईँसँग त्यो गुनासोलाई मध्यनजर गर्दै आगामी त्यो योजना बनाउन कति चाहिँ हाम्रो सहयोग पुग्थ्यो होला होइन। त्यो भावनाले ढिलै भए पनि नगरपालिकाले यो चाहिँ अभ्यास गरेको छ। यो अभ्यास तपाईँ चाहिँ अब तपाईँले भनेपछि 3 महिना भइदियो राम्रो, अनि त्रैमासिक चौमासिक रूपमा यस्तो भइदिएपछि त तपाईँको हुन्छ। जस्तै हामीले प्रत्येक योजनामा गर्छौँ नि, तर हाम्रो अभ्यास अलिक के भयो भने योमा पनि अब हाम्रो पनि आफ्नो पनि कमजोरी ठाउँ छ। जस्तै योजनाको जस्तै तपाईँको साथै सुनाइ हुन्छ नि, हाम्रो यति रुपियाँ लाग्यो, यो सिमेन्टमा यति लाग्यो, सयमा यति लाग्यो, ल है यो चाहिँ यति आछ, यहाँ यति पैसा यहाँ खर्च भएको छ भने हामी गर्छौँ नि। त्यो पनि सार्वजनिक सुनायो क्या, त्यो पनि त्यस्तै गरेर चाहिँ हाम्रो पनि यो समग्रतामा हाम्रो वडाको सार्वजनिक सुनायो। यो 3 महिनामा यस्तो भइदियो राम्रो हुन्थ्यो यो भन्ने कुरा हो। एकदम तपाईँको चाहिँ यो सकारात्मक सुझाव छ। यो चाहिँ यो हामीले पनि चाहिँ तपाईँ चाहिँ यो नगर स्तरमा तपाईँ गर्दाखेरि के हो भने तपाईँ हाम्रो पहुँच पुग्दैन। हाम्रै वडामा गर्दाखेरि त तपाईँको लगभग हाम्रो तल हाम्रो सिमजिउला 8 नम्बर बायाँकाडाको मान्छेको पहुँच पुगेन नि, यहाँ आज पुग्यो त उहाँको उपस्थिति भएन नि आज। त्यसकारण नगरपालिकामा गर्दा हाम्रो 3 नम्बरमा मान्छेको पहुँच पुग्छ त पुग्दैन। हामीले प्रश्न गर्ने त्यहाँ कोही उयो पनि गर्दैनौँ हामीले, अहिले चाहिँ पहुँच पुग्दैन। अनि प्रश्न कसरी गर्ने के भाषा त थाहै छैन। अहिले पनि तपाईँ जति चाहिँ यहाँ तपाईँहरू उपस्थित हुनुभयो जिज्ञासाको कुरा गर्नुभयो यो रहेछ भने थाहा पाउनु तपाईँहरूले। त्यसकारण यो चाहिँ सम्बन्धित वडामै भएको चाहिँ यो सार्वजनिक सुनाइ यो एकदम चाहिँ यो राम्रो कुरा हो तपाईँले उठाएको कुरा। र यो प्राविधिकको कुरा, यो प्राविधिक कुरा त हामीले तपाईँ चाहिँ यो कार्यपालिका बैठकमा पनि पटक उठाएका छौँ। प्राविधिकको फिल्ड पनि चेन्ज पनि गराइयो। तर पनि के छ भने तपाईँ चाहिँ यो सुरुमा हामीले के भन्छौँ भने तपाईँ सुरुमा लेआउट गर्ने जस्तै तपाईँ इस्टिमेट गर्ने बेला पहिलो फिल्डमा आइदियोस्, प्राविधिक फिल्डमा आएर तपाईँ इस्टिमेट गरिदियोस्। अनि त्यसपछि काम सुरु हुने बेला एकचोटि आइदियोस्, बिचमा एकचोटि आइदियोस्, अनि अन्तिममा चाहिँ एकचोटि आइदियोस्। र बिचमा तपाईँ प्राविधिक र चाहिँ उपभोक्ताको कन्ट्याक्टमा चाहिँ काम भइरहोस्। त्यो भइदियो के हुन्छ भने तपाईँ चाहिँ राम्रो हुन्छ। यहाँ त के हुने भयो भने तपाईँ चाहिँ तपाईँहरूलाई पहिलो आइदिनुहोस् यहाँ फिल्ड हेर्दा नै रकमको आधारमा तपाईँ इस्टिमेट भयो। अनि त्यसको रकममा आधारमा इस्टिमेट भयो, तपाईँको काम पछि यहाँ पुगिने यहाँ होइन, पछि उपभोक्ता दुःख दिने काम भएको छ। यो चाहिँ तपाईँ चाहिँ हामीले पनि अलिक पिल्न सकिनँ कि यो हाम्रो कमजोरी हो।
र कार्यपालिकामा हामीले कुरा उठाएको छौँ, फेरि पनि यो उठाउने कुराहरू छ। यो पनि अब तल पनि कुरा उठा सर्भिसमा यो नगर स्तरीय उमा होइन। यस्तो चेता आयो भने त अब वटा समिति बन्दैन। त्यही त अहिले पनि अहिले बत्तीको कुरा त्यही गर्दैछु मैले। बत्तीको कुरा चाहिँ अब सजिलो कुरा उठाउनु नै योजनाहरूको वटा समिति त्यही त चेता आयो। हो त्यही कुरामा हाम्रो 2,80,000 चाहिँ हाम्रो चाहिँ बत्तीको अहिले 9-9मा हामीले त्यो फास्ट ड्राइभर लग्ने भने चाहिँ त्यो ठेदाले काम ढिलो गरिरहेको छ त्यहाँ। यता फास्ट ड्राइभर लग्ने भने चाहिँ 4वटा पोल किन्ने अनि तार हाल्ने भने चाहिँ 2,80,000 छुट्यायौँ। अहिले तपाईँ त्यहाँको टोलीहरूलाई गर्दा उपभोक्ता समिति अवश्य बन्द हुनुभयो। त्यो विद्युत समिति ज्ञानै छैन, हामी गर्दा भोलि घाट लाग्छ भन्नुहुन्छ होइन। त्यो भएले पनि तपाईँ यस्तो समिति बन्ने पनि गाह्रो छ। अहिले कतिपय उपभोक्ता समितिहरू बन्दैनन्। जस्तै हाम्रो तपाईँको यो ढुवानीमै समस्या छ। हाम्रो तल र हाम्रो यहाँ रेट त फरक छ, तरै पनि जाने तल बनेर यहाँ बन्नेमा त धेरै आकाशपात फरक छ। त्यो भएर यो प्राविधिकको समस्या यो जहाँसुकै सबै वडामा होला भन्ने लाग्छ र हामी पटक पटक यो बैठकमा उठाएको कुरा यो यस्तो छ। अनि यो छ नि हाम्रो अस्ति भर्खरै हामीले यो मिनी टिलर मर्मत गऱ्यौँ त नववर्ष गर्दा जानु 3 लाख रुपियाँ विनियोजन भएको थियो हाम्रो मिनी टिलर मर्मत भनेर उद्योग प्रबन्धन शाखाबाट। अनि चाहिँ तपाईँ यो कस्तो हुनेछ भने चाहिँ हाम्रो सोच के भयो भने चाहिँ 3 लाख रुपियाँ चाहिँ खर्च हुनुपर्छ हाम्रै बजेट हो भन्नेतिर हामी। तर त्यो कस्तो हुँदो रहेछ भने कोटेसन हुँदो रहेछ। त्यो पनि कोटेसन मार्फत तपाईँ चाहिँ तपाईँको त्यो पढेर कतिमा चाहिँ उनीहरू चाहिँ त्यो काम गर्न सक्छन् त भनेर त्यसरी आउँदाखेरि तपाईँको 50 रुपियाँ रातको नास्ता अनि त्यसपछि चाहिँ तपाईँको 15 दिनको चाहिँ तपाईँको चाहिँ त तालिम गरेर तपाईँ त्यसरी कार्यक्रम सम्पन्न भयो हाम्रो। अब यसको चाहिँ कति पैसा भुक्तानी भयो के भयो त्यो अनुसार त्यो कोटेसन मार्फतै भयो आउन त्यति हामी जानकारी भएन। तर पनि तपाईँको यो त्यो पैसा चाहिँ तपाईँ चाहिँ त्यो सायद बचेको पैसा फिर्ता नगरपालिकामै भयो होला भन्ने मलाई लाग्छ। र यति नै यस्तो लाग्छ मलाई। अनि यो चाहिँ अब जस्तै अब अघि पनि सरले भन्नुभयो अब हामी भयो 83-84 को बजेट निर्माणको तयारीमा छौँ। हामीले चाहिँ सूचना पनि निकालिसकेका छौँ। तपाईँलाई यो अवगतको निम्ति मैले के भन्छु भने तपाईँ चाहिँ यो 7, 8, 9 को चाहिँ हाम्रो चाहिँ बायाँ काँडामा हुन्छ हाम्रो चाहिँ यो भेला बस्ती स्तरीय योजनाको भेला। त्योमा चाहिँ 2जना सदस्यहरू खट्नुहुन्छ हाम्रो कार्यालयबाट पनि कर्मचारी साथीहरू जानुहुन्छ। अनि चाहिँ तपाईँ चाहिँ यो 3 गते छ है हाम्रो उतातिरको। अनि हाम्रो चाहिँ 4 र 5 र 6 को हिलेर हाम्रो उसको चाहिँ हाम्रो यहीँ नादेमा हुन्छ। यसमा चाहिँ हाम्रो स्वतजी हुनुहुन्छ। यसमा चाहिँ कर्मचारी साथीले सहयोग गरेर त्योमा तपाईँहरू सबै भेला आउनु होला। भेला आउनु होला। यस्तै भेला भएर तपाईँहरूको समस्या कहाँ छुटेछन् त केही कुराहरू चाहिँ पहिला हामी प्रतिबद्धता गरेर बेला छुटेका योजना छ नि कतै त्यसलाई त्यहाँ समेट्नुहोस्, त्यहाँ उठाउनुहोस् नि त कुराहरू। अनि त्यहाँ समेटेर त्यहाँबाट सूचित गरेर वडामा ल्याउनुहोस् होइन। त्यसरी त्यो सबै जम्मा होला। फेरि तपाईँ चाहिँ यो अत्यन्त महत्त्वपूर्ण हुन्छ बस्ती स्तरीय योजना छनौट गर्ने बेला। हामी यो सायद हाम्रो कार्यकालको यो अन्तिम बजेट पनि हो यो। त्यसकारण तपाईँहरू चाहिँ जसरी हुन्छ तपाईँहरू त्यो भेलामा उपस्थित हुन र तपाईँहरूले आफ्नो आवश्यकताहरू पहिचान गरेर त्यहाँबाट चाहिँ बजेटहरू चाहिँ सूचितकृत गराएर चाहिँ वडामा पठाउने कामहरू तपाईँहरूले चाहिँ गर्नु होला भने यो जानकारी गराएँ मैले। अनि 3 र 4, 1 र 2 को पनि हामी त्यस्तै ढङ्गले चाहिँ ठाउँ बनाएको छ। सदस्यहरू खटिनुहुन्छ, कार्यालयबाट हाम्रो कर्मचारी साथीहरू चाहिँ सहजीकरण गर्नुहुन्छ। त्यो भावनाले यो यस्तो छ। त्यसकारण मैले चाहिँ तपाईँ चाहिँ यो यही नै हो। यहाँभन्दा धेरै विषयवस्तुहरू चाहिँ तपाईँहरूले उठाएको कुरा म कति सम्बोधन गर्न सकेँ मैले, कति सकेन। र आगामी दिनमा फेरि मैले के भन्छु भने तपाईँ आगामी दिनमा जो आगामी बजेट बनाउँदैछौँ त्योमा पनि तपाईँहरूले चाहिँ अब त्यो बस्ती स्तरबाट आएको योजनाहरूले सूचित गर्दा आवश्यकता आधारमा हामीले चाहिँ योजनाहरू चाहिँ तपाईँहरूकै टोलमा तपाईँहरूकै हितको निम्ति तपाईँहरूको जनताकै आवश्यकताको आधारमा नै योजनाहरू छनौट हुनेछन् भन्ने मैले तपाईँहरूलाई मैले त्यो आशा पनि दिलाउन चाहन्छु। र मैले पनि तपाईँ चाहिँ यो त्यही प्रकारको विश्वास पनि लिएको छु तपाईँहरूको सहयोग हुनेछ भन्ने कुराहरूमा। र अरू त के छ अहिले यति नै हो। त्यसकारण अब समापनतिरै जाउँ। अब आज हाम्रो यो धेरै ढिलो भए पनि तपाईँको यो 9 वर्ष अन्तरालमा म पनि एकदम खुसी छु र प्रत्यक्ष जनतासँग एउटा सार्वजनिक सुनवाईमा भाग लिने अवसर पाइयो र उहाँहरूले पनि प्रश्न गर्ने अवसर पाउनुभयो र हामीले पनि सके जतिको चाहिँ जवाब दिने प्रयास गऱ्यौँ। यसको निम्ति म यो चाहिँ नगरपालिका आयोजक टिम र चाहिँ यो चाहिँ जुन यो सहजीकरण गर्ने हाम्रो मिडियाकर्मी मित्रहरू 3 जनालाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तै गरेर पनि आगामी दिनमा पनि सार्वजनिक सुनवाई कार्यक्रम हुनेछन्। यस्तै कार्यक्रममा तपाईँहरूको पनि अत्यन्तै सक्रियतापूर्वक सहभागिता हुनेछ भन्ने कुराहरू आशा राख्दै सम्पूर्णलाई फेरि पनि उपस्थितिको निम्ति सम्पूर्ण जनप्रतिनिधि साथीहरू हाम्रो चाहिँ सबै अग्रज हाम्रो कार्य प्रमुखजीहरू सबैलाई र हाम्रो मिडियाकर्मी सबै साथीहरूलाई फेरि पनि
धन्यवाद व्यक्त गर्दै आजको यो सार्वजनिक सुनाइ वडा स्तरीय सार्वजनिक सुनाइ यही समापन हो जाने चाहन्छौँ। हस्त नमस्कार, धन्यवाद। अघिल्लो सदस्य